जन्म भयो यहुदियाको बेथलेहेम गाउँमा येशू ख्रीष्टको जन्म भयो हेरोद राजाको समयमा येशू ख्रीष्टको जन्म भयो यहुदियाको बेथलेहेम गाउँमा येशू ख्रीष्टको जन्म भयो हेरोद राजाको समयमा पवित्र आत्माले जन्मेर येशू मानिस भइआउनु भयो उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनु हो पवित्र आत्माले जन्मेर ईश्वर मानिस भइआउनु भयो उहाँमा विश्वास गर्नेहरूलाई तिनीहरूको पापबाट बचाउनु हो गोठालाहरूले ज्योति महिमाको देखि दौडन्दै येशू कहाँ गए मरियमको साथमा येशूलाई देखेर स्वर्गदूतको कुरा बताए गोठालाहरूले ज्योति महिमाको देखि दौडन्दै येशू कहाँ गए मरियमको साथमा दुवैमा देखेर स्वर्गदूतको कुरा बताए अझ दाउदको सहरमा ख्रीष्ट मुक्तिदाताको जन्म भयो उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनु हो आज दाउदको सहरमा ख्रीष्ट मुक्तिदाताको जन्म भयो उहाँमा विश्वास गर्नेहरूलाई तिनीहरूको पापबाट बचाउनु हो ज्योतिषीहरूले पूर्वमा तारा देखेको ताराले येशू कहाँ गए मरियमको साथमा येशूलाई भेटेर आनन्दित भएर रमाए ज्योतिषीहरूले पूर्वमा तारा देखेको ताराले येशू कहाँ गए मरियमको साथमा येशूलाई भेटेर आराधनाको भेटी चढाए पवित्र आत्माले जन्मेर येशू मानिस भइआउनु भयो उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनु हो पवित्र आत्माले जन्मेर ईश्वर मानिस भइआउनु भयो उहाँमा विश्वास गर्नेहरूलाई तिनीहरूको पापबाट बचाउनु हो इमानुएल जसको अर्थ हो परमेश्वर हामीसँग 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 येशू ख्रीष्टको जन्म भयो यहुदियाको बेथलेहेम गाउँमा येशू ख्रीष्टको जन्म भयो हेरोद राजाको समयमा